3 years ब्याक जब गभर्मेन्टले एयरफेयरमा भ्याट लगाउनु भयो त्यसलाई हामी नाटाले हामी होल इन्डस्ट्रीले भनौँ टुरिज्म फ्रेटर्निटीले नै यो चाहिँ अलिकति टुरिज्मलाई असर पर्ने नेगेटिभ वेमा असर पर्ने एउटा स्टेप गभर्मेन्टले चालेको भन्ने नै भएको र त्यो बेलामा कस्तो रसमा पनि चालियो भन्दाखेरि हामीलाई क्ल्यारिटी थिएन टिकटिङ एजेन्सी त्यो टाइमसम्म भ्याटमा रेजिस्टर हुनुपर्ने थिएन एयरलाइन्सहरू पनि थिएन अन्त अल अफ अ सडन आजबाट गर भन्दाखेरि कसरी गर्ने त त्यो हामीलाई मार्गदर्शन पनि थिएन र पछि डाइरेक्टिभ आयो सर्कुलर आयो होइन अनि हामीहरू चाहिँ धेरै ट्याक्सको अधिकृत जीवहरूसँग गभर्मेन्ट एजेन्सीसँग मन्त्रालयसँग होइन सबैसँग लबिङ गर्दाखेरि गभर्मेन्टलाई तत्कालीन पैसा चाहिएको आफ्नो अहिले पनि नियरली 7 to 10 अर्ब रुपियाँ हाम्रो एयरफेयर भ्याटबाट नै आउँछ होइन र नाटाले चाहिँ त्यसपछि चाहिँ हामीहरूले सबै लबिङको बाटोहरू बन्द भएको देखेपछि हामीहरू चाहिँ लिगलमा गयौँ र केस फाइल गऱ्यौँ यसलाई चाहिँ फिर्ता लिन लगाउनको लागि र फर्स्टमा चाहिँ हामीले 1 मन्थको लागि स्टे अर्डर पनि पायौँ त्यसले गर्दाखेरि जुन चाहिँ मैले भनेको थिएँ नि एउटा त्यो ट्रान्जिसन फेजको अन्यलको टाइममा त्यो फेजलाई चाहिँ नेक्स्ट बजेटले चाहिँ एड्रेस गर्यो भन्दाखेरि त्यो जेठमा आएको थियो त्यो डिसिजन र त्यो बेलामा चाहिँ जेठदेखिको श्रावणसम्मको के गर्ने भन्दा त्यो बजेटले चाहिँ यो बेलासम्मको फाइन नलिने भनेर नेक्स्ट बजेटले चाहिँ भनिदिनु भयो एउटा स्टे अर्डर पनि आयो त्यसले हामीलाई एकदमै सपोर्ट भएको थियो तर त्यो भन्दै अहिलेसम्म पनि त्यो कुरा कोर्टमा नै छ र कोर्टमा पनि रिसेन्टली पनि आफ्टर जेएनजी प्रोटेस्टको आगो लागिसकेपछि हाम्रो कोर्टको धेरै डकुमेन्ट्सहरू हामीहरूले अगेन फर्दर डकुमेन्ट्सहरू प्रोभाइड गरेर अरू कन्ट्रीहरूको एक्जाम्पल जस्तो बङ्गलादेशमा इम्प्लिमेन्ट गर्नु खोजेको थियो त्यहाँको पनि कोर्टले नै त्यसलाई बदर गरिदिनु भएको हो जस्तै पहिला जर्मनीमा ट्राई गरेको थियो त्यो पनि फिर्ता नै भएको इन्डियामा ट्राई गर्नु खोज्यो उहाँले जिएसटी भनेर एकदमै मिनिमम पर्सेन्टेजमा लिनुभयो भ्याट भने लिन सक्नु भएन र भ्याट इन एयर टिकट चाहिँ लगाउनु हुँदैन भनेर इन्टरनेसनल आइटा जुन चाहिँ यो एभिएसनको हामीहरूको एउटा अर्गनाइजेसन छ त्यो पनि गभर्मेन्टलाई लेटर लेखेको छ नलगाउनु भनेर सर्टेन कन्ट्रीले परराष्ट्र मन्त्रालयमा पनि पठाउनु भएको छ एभिएसनमा भ्याट नलाउनु भनेर हामीले मात्र भनेका होइनौँ यो इन्टरनेसनल भनेको जस्तो कि अब भ्याट भनेको हजुरले याद गर्नुभएको छ होला नि कुनै कन्ट्रीमा तपाईँले पर्चेस गरेको कुराको उल्टा भ्याट रिफन्ड हामीले एयरपोर्टमा पाउँछौँ होइन कति धेरै आउटलेट्सहरू सपिङ गर्दै इन्फर्मेसन दिनुहुन्छ नि त्यही अब भन्दाखेरि किन भनेको भन्दाखेरि बियोन्ड द बोर्डर आफ्नो बोर्डरमा चाहिँ कहिले पनि भ्याट लागु हुँदैन त्यो कन्ट्रीमै कन्ज्युम हुने त्यो एउटा कुरा छ भन्दाखेरि एयर टिकट्स भनेको चाहिँ हामीहरूको आफ्नो इमिग्रेसन क्रस गरिसकेपछि कुनै कन्ट्रीको त्यो चाहिँ इन्टरनेसनल बोर्डर भनेर एक किसिमको मान्यता छ भन्दाखेरि क्रस गरिसकेपछि युटिलाइज गर्ने सामानमा भ्याट लगाउनु मिल्दैन त्यही कारण हामीले रिफन्ड क्लेम गर्ने अरू कन्ट्रीमा त्यति मात्र पनि नभएर भ्याट इन एयर टिकट्सको चाहिँ अब इम्प्लिकेसन के त अघि मैले स्टार्टिङ भने 40 to 45% हाम्रो एयर टिकट्स महँगो भयो अब अनि त्यसपछि नेपालमा टिकट बन्न कम छोड्यो बाहिर कन्ट्रीबाट टिकट बन्न थाल्यो गभर्मेन्टको पोलिसीले त्यो हुनु नपर्ने थियो तर प्र्याक्टिकली त्यही सेक्टर त्यही टिकट नेपालमा किन्नुभन्दा विदेशमा किन्नु चाहिँ सस्तो पर्न आइरहेको छ हामीलाई तर यो कुरालाई पनि एड्रेस गर्नुपर्ने छ होइन अहिले अब नयाँ गभर्मेन्ट हुनुहुन्छ एड्रेस पनि हुन्छ होला होपफुली तर हरेक बजेटमा हटाउँछौँ भन्ने आश्वासन चाहिँ हामीले मन्त्रालयहरूबाट अर्थ मन्त्रालय सबैबाट पाउँछौँ यसपालि नै हटेन यसपालि पनि आश्वासन त होला जस्तो त लागेको थियो तर आखिरमा भएन गभर्मेन्ट आई थिङ्क यो इट्स कट अफ इन अ भिसियस साइकल जस्तो भयो क्या है यो कुरा चाहिँ एकदम भिसियस साइकल जस्तो कि हटायो भने टुरिस्टको फ्लो बढ्ने चान्सेस आर हाई बट गभर्मेन्ट डज नट वान्ट टु टेक द्याट रिस्क बिकज भ्याटबाट पैसा आइरहेछ हजुर गभर्मेन्टले खालि डाइरेक्ट इन्कम मात्रै हेर्नु त्यसको लङ्गर रन प्लस ओभरअल त्यसको इकोसिस्टममा कसरी असर परिरहेछ इकोनोमिक इकोसिस्टममा होइन त्यो हेर्नु भइरहेको छैन जस्तो कि नाटाले अब हाम्रो मात्र लबिङले मिलेन भनेर पछि अलिकति टुरिज्म बोर्डबाट नै कन्सल्टेन्टहरू हायर गरेर रिपोर्टै बनाएको छ त्यो रिपोर्टमा पनि जुन इन्कम चाहिँ डाइरेक्ट भ्याटबाट आउनेछ त्यो इन्कम चाहिँ टुरिस्ट नम्बर्स बढ्यो यो एयरफेयरको अमाउन्ट कम भयो भने चाहिँ कसरी आउँछ त भनेर त्यसमा चाहिँ विस्तृत रूपमा नै हाम्रो कन्सल्टेन्टहरूले लेखिदिनु भएको छ र यो प्रेजेन्टेसन हामीले मन्त्रालयहरूमा पनि गरेका छौँ हाम्रो लाइन मिनिस्ट्री टुरिज्म मिनिस्ट्रीदेखि लिएर अर्थ मन्त्रालयसम्म र अहिले पनि हामीले रिपोर्ट पेश गरेका छौँ र होपफुली त्यसको पनि केही पोजिटिभ स्टेपहरू चालिन्छ होला अब अर्को आर्थिक वर्षमा
अर्को आर्थिक वर्षमा वा मेबी यो इन्टरिम बिचमा जुन फर द लाइक पुसमा एउटा हुन्छ नि त्यो बेलाकोमा पनि मेबी आउँछ कि भनेर होपफुली अरू होइन भने हाम्रो लिगलमा पनि छिटै सुनवाई होला कि भन्ने अर्को पनि एउटा आश छ हामीले सबै एस्पेक्टबाट हेरिरहेका छौँ होइन त्यही कारण योभन्दा अझ डिटेलमा पनि भने नि अरू कन्ट्रीले नलगाएको नेपालमा त किन लगाउने त अरू कन्ट्री नलगाएको के रिजन होला त त्यो पनि एकचोटि सबैले सोचिदिनु पर्ने कुरा हो हामी धेरै कुरामा युनिक छौँ तर यसमा किन हामीलाई युनिक हुनु पर्यो त